नमस्ते सबैलाई आज पनि म तपाईहरुलाई चाहिँ क्वीन एक्सप्रेस बसको चाहिँ नयाँ मोडलमा निक्लिँदै गरेको तीनटा बसको चाहिँ म तपाईहरुलाई दृश्य देखाउँदै छु। हेर्नु होला, यो भन्दा पहिला पनि मैले चाहिँ क्वीन एक्सप्रेस धेरै देखाइसकेको छु, तर यो चाहिँ नयाँ मोडल हो। तर क्वीन एक्सप्रेसै भए पनि नयाँ मोडल, नयाँ चाहिँ यो सबै डिजाइन भएको कारणले चाहिँ म फेरि तपाईहरुको सामने ल्याएको छु। एकदम राम्रो छ। अब पहिला एक तले बस थियो भने अहिले दुई तले पनि छ र यो यसको नयाँ मोडल, नयाँ एकदम डिजाइन तपाईको अगाडि पछाडि सब म देखाउने छु। हेर्नु होला, एकदम राम्रो छ। अगाडिबाट हेर्दा यो चाहिँ अहिले अन्धकार भए पनि तपाईहरुको राति चाहिँ भने चाहिँ एकदम राम्रो। यो पुरै डिजिटल हुन्छ, यो सबै एलइडी बल्ब छ। अहिले चाहिँ एउटा मात्रै बालेर देखाइरहेको छौँ, त्यसपछि यो एकदम राम्रो हो यो। तर अब तपाईलाई म पछाडिको भाग अगाडिको भाग सबै देखाउने छु। तपाईहरुले प्रतिक्रिया दिनु होला कस्तो लाग्यो। तपाईहरुलाई म प्रतिक्रियाको म कमेन्ट। हाम्रो डिजाइन म्यानेजर पनि आउनु भएको छ, उहाँ एकदम लजाइरहनु भएको छ। गर्मी पनि छ, त्यही भएको कारणले गर्दाखेरि हो। हेर्नु होला, गाह्रो छ। यो अगाडि भाग हो। अब म तपाईलाई साइड भाग देखाउँदै छु। हेर्नु होला, साइड भाग हेर्नु होला, यति राम्रो छ साइडमा। हेर्नु त, गर्मी बढेको छ, के गर्नु गाह्रो छ। ल पछाडि भाग हेर्नु होला कस्तो लाग्यो। क्वीन एक्सप्रेस। अब यो तीनटा पनि क्वीन एक्सप्रेस हो। यो पनि नयाँ पर्पल कलरको छ, त्यसपछि सिल्भर कलर, त्यसपछि ब्लू कलरहरु पनि छ। तर आज चाहिँ यो तीनटा मात्रै निक्लिला हो। यो निक्लिलाको चाहिँ म अहिले तपाईहरु सामने देखाउँदै छु। र यो भोलि यो ब्लू कलरहरु निक्ल्यो भने यसको पनि म भिडियो देखाउने छु तपाईहरुलाई। ल हेर्नुस्, यति राम्रो छ। यसको अहिले नयाँ मोडल हो यो। एकदम यो ओनरले पनि एकदम मन पराएको छ यो, किनभने यो अहिलेको एकदम खतरा मोडल हो यो। त्यही भएर यस्तै दुई तले बस। अब अरूले पनि यही अर्डर गर्छन् यही मोडलको। अब हेर्नुस्, आहा यो भित्र सिधा त अब तपाईको चढ्दाखेरि त के भन्नु, प्लेनमा पनि योभन्दा खतरा हुँदैन है, त्यति खतरा हुन्छ यो सिस्टम। हेर्नु होला, चुच्चे रेलको ठोडभन्दा नि खतरा छ नि त अगाडिबाट हेर्नु त। ल हेर्नु होला गाइस, कस्तो लाग्यो प्रतिक्रिया पनि दिनु होला। कमेन्ट बक्समा कमेन्ट लेख्नु होला र म यसको रिप्लाई दिनेछु। तपाईहरुलाई कलर कुन कलर मन पर्यो हैन, मोडल कस्तो लाग्यो त्यो सबै भन्नु होला। ल यति भन्दै अब भोलि फेरि अर्को पर्पल कलरको निक्ल्यो भने म त्यसको पनि भिडियो बनाउँछु। त्यति दिनसम्मको लागि बिदा चाहन्छु। हस् त, नमस्ते, बाइ बाइ।